सोच्नुहुन्न, तर तपाईँले अनन्तको लागि सोच्नुहुन्छ। धेरै साल अगाडि जब म कलकत्तामा गएको थिएँ, त्यहाँ एउटा वालमा लेखेको थियो, हामी बङ्गालीहरूले चाहिँ इन्डियाले भन्दा पनि 100 वर्ष अगाडि सोच्छौँ अरे। त्यो कोट पढ्दा मलाई अचम्म लाग्यो। इन्डियाले सोच्नुभन्दा अगाडि 100 वर्ष अगाडि सोच्छौँ। तर प्रिय, यो दुःखमा जब जानुहुन्छ नि, तपाईँले झन् अनन्तको लागि सोच्नुहुन्छ। यहाँको मान्छेले के सोच्छ लु भन्नुहोस् त? जमिन कने, रियल इस्टेटमा पैसा छ, मार्केटमा पैसा छ, सुनमा पैसा छ, स्टकमा पैसा छ, त्यहाँदेखि बढी के छ? के त छैन। अब इभीमा पैसा छ भन्छ, अब एआईमा पैसा छ, त्यति त भन्छ। तर ख्रिस्टको डर र भय मान्यो भने तपाईँ अनन्तसम्म पस्ताउनुहुन्न। जहाँ किराले खाँदैन, जहाँ खिया लाग्दैन, जहाँ चोरले लाँदैन, त्यहाँ तपाईँको दन्त पार्ने बुद्धि आउँछ। प्रिय, ज्ञानीले चाहिँ बोल्छ, बुद्धिमानले चाहिँ गर्छ। कुन चाहिँ राम्रो? ज्ञानी राम्रो कि बुद्धिमान राम्रो?